पशुपतिनाथमा हजुरले यज्ञ लगाउनु भयो अनि यज्ञमा चाहिँ राजानन्द माण्डव्यजीलाई घाटा लाग्यो अरे भनेर हामीले धेरैले सुन्यौँ। धेरै यो मैले मात्र भन्दै छैन, धेरैजना जनताहरूले भन्दै हुनुहुन्छ धर्ममा यज्ञमा पनि नाफा घाटा भन्ने हुन्छ र? हुन्छ। यो कली हो, यो वैश्य युग हो। यहाँ सबै चिजहरू पैसाबाट चल्छ। पैसा चाहिँदैन भनिरहँदाखेरि पनि पैसा चाहिन्छ। त्यही पशुपतिनाथ हो जहाँ तपाईँको चाहिँ लासलाई जलाउनको लागि पैसा तिर्नुपर्छ। त्यही पशुपतिनाथ हो जहाँ आरती हेर्नको लागि पैसा तिर्नुपर्छ। त्यही पशुपतिनाथकै मन्दिर हो जहाँ तपाईँको चाहिँ पूजा गर्नको लागि पैसा तिरिसकेपछि लाइनमा राखेर भित्र ल्याएर गर्भगृहको दर्शन गराइन्छ, होइन? पशुपतिनाथको मात्र कुरा गरिनँ मैले, संसारका कुनै पनि मन्दिरहरू जुन मन्दिरमा तपाईँको चाहिँ पैसा हुनेलाई गर्ने चाहिँ व्यवहार फरक छ, पैसा नहुनेलाई गर्ने व्यवहार फरक छ। माग्न त यो संसारमा सबै माग्नै जान्छन् नि त। कोही मन्दिरभित्र गर्भगृहमा गएर माग्छन्, कोही बाहिर ढोकामा बसेर माग्छन्। बाहिर ढोकामा बस्नेलाई माग्ने भनिन्छ, भित्र चाहिँ गएर चाहिँ भित्र गर्भगृहमा दर्शन गर्ने मान्छेलाई चाहिँ दर्शनार्थी भनिन्छ नि त, होइन? तर त दर्शन गर्न मात्र गएको होइन नि त। उसको मनोकामना केही न केही उसले यहाँ भन्छ, भित्र गइसके पछाडि केही न केही माग्छ। केही मागेन भने पनि भगवान् मलाई शान्ति दिनुहोस् पनि भन्छ। संसारमा पैसा मात्र माग्नु होइन नि त। मैले अघि पनि भने एसेट भनेको द्रव्य मात्र होइन, सम्पत्ति भनेको द्रव्य मात्र होइन, एकदमै होइन? सम्पत्ति भनेको भनिसके पछाडि तपाईँलाई रोग नलाग्नु, हेल्थ इज वेल्थ भन्थे नि त, होइन? तपाईँलाई रोग नलाग्नु सबभन्दा ठुलो सम्पत्ति हो नि त तपाईँको। रोग नलागेपछि त तपाईँको खर्च भएन नि त भने जस्तो पशुपतिमा त्यसरी चाहिँ हामीलाई। अब आर्थिक कुराको सवालमा पशुपतिमा धर्मको व्यापार भयो, सबैलाई थाहा छ। पशुपति विकासले के भन्छ भन्दाखेरि चाहिँ पशुपतिमा चाहिँ जो पनि आउँछ पैसा कमाउन भन्न आउँछ, पैसा जम्मा उठाउन भन्न आउँछ भनेर पशुपति विकास कोषका चाहिँ कार्यकारीले पनि यो विषयमा धेरैचोटि कुरा गर्नु। पशुपतिका चाहिँ पदाधिकारीहरूले, विकास कोषका पदाधिकारीले पनि त्यही भन्नुभयो। म उहाँहरूलाई यो पोडकास्ट मार्फत, यो कार्यक्रम मार्फत के जानकारी दिन चाहन्छु भने तपाईँहरू बाबा पशुपतिनाथको धाममा बसेर अगाडि चाहिँ पशुपतिनाथलाई राखेर त्यसको चाहिँ साइडमा तपाईँको चाहिँ आर्यघाटलाई राखेर तपाईँहरू बित्ताको रुपियाँको दरले तपाईँको चाहिँ ठाउँ बेचिरहनु भएको छ। पशुपतिमा कुनै एउटा चाहिँ पशुपतिको टेरिटोरीमा कुनै एउटा ठाउँ छैन जहाँ तपाईँले पैसा नतिरिकन चाहिँ कुनै कार्यक्रम गर्न पाउनुहुन्छ। तपाईँलाई जन्म उत्सव मनाउनु पऱ्यो भने तपाईँले पैसा तिर्नुपर्छ त्यहाँ गएर। तपाईँले एउटा चाहिँ रुद्री लगाउँछ भने पनि पैसा तिर्नुपर्छ त्यहाँ गएर, बुझ्नुभयो कि भएन? त्यो अरू त अरू तपाईँले चाहिँ भोकालाई भोजन खुवाउँछु भन्यो भने पनि तपाईँले उनीहरूसँग उनीहरूको चाहिँ बार्गेनिङ हुन्छ त्यहाँनिर। तपाईँले भनेको तपाईँले मान्नुपर्छ। ए तिमी चाहिँ पशुपतिनाथको चाहिँ गर्भमा बसेर, पशुपतिनाथको काखमा बसेर तिमी बित्ताको रुपियाँको दरले चाहिँ त हामी धर्मका चाहिँ कार्यक्रम गर्नेहरू के को ठेकेदार हो? ठेकेदार तिमीहरू हो। पैसा तिमीहरूले लिइरहेको छौ, होइन? पैसा तिमीहरूले कमाइरहेको छौ, तलब पनि खाइरहेको छौ, कमिसन पनि खाइरहेको छौ पशुपतिनाथमा बसेर। अनि कोही गएको भक्तजनलाई तपाईँ पैसा लिएर भित्र छिराउनु पर्ने, होइन? पशुपतिनाथले पैसा लि भनेको छ, पछाडि उतै तारे गाड्छ, त्यहाँदेखि जति कमाए पनि आया यसो जाएगा, त्यही नै हो। हामीमा त्यत्रो सामर्थ्य पनि छैन भनिसके पछाडि तपाईँको चाहिँ तिमी बित्ताको पैसा उठाएर तिमी चाहिँ करोडौँ अरबौँ पैसा चाहिँ पशुपतिनाथको नाममा चाहिँ बैङ्कमा राख्न हुने तिमीले, अनि तिमीहरूले कमिसन बाँड्न हुने, होइन? अनावश्यक त्यहाँ चाहिँ भ्रष्टाचारका यत्र काण्ड भइरहेका छन्, हुन्छ नि त। तपाईँको चाहिँ त्यही पशुपतिनाथमा साइडमा तपाईँको चाहिँ गङ्गा आरतीमा तपाईँको चाहिँ भ्रष्टाचार भइरहेको छ, लास जलाउने ठाउँमा भ्रष्टाचार भइरहेको छ, पूजा गर्ने ठाउँमा भ्रष्टाचार भइरहेको छ, छैन? पार्किङमा चाहिँ अस्ति कार्यक्रम गर्न दिएर पार्किङमा भ्रष्टाचार गरिएन? हजुरलाई त आरोप लगाए। आरोप होइन, सत्य कुरा छानबिन गरौँ न सबैजना मिलेर, होइन? पशुपतिनाथमा चाहिँ के गरियो त सबै देखिन्छ नि त। लास जलाउने तपाईँ विद्युतीय शब्दमा चाहिँ 5 करोडको घोटाला हो भनेर चाहिँ त्यहाँका उनी सदस्य सचिवै भ्रष्टाचारको मुद्दामा निलम्बित छन्।